माननीय सदस्यहरू, दलीय आधारमा बोल्नका लागि माननीय सदस्यहरूको नाम प्राप्त हुन आएको छ। म उहाँहरूलाई बोल्न समय दिन्छु। सर्वप्रथम माननीय सदस्य गणेश पराजुलीलाई बोल्न समय दिन्छु। समय 25 मिनट। सम्माननीय सभामुख महोदय, दलीय आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यहाँ पार्टीका धारणा र आफ्ना विचार राख्नको लागि समय उपलब्ध गराउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु। म विगतलाई सम्झिन्छु, 2079 साललाई सम्झिन्छु अनि त्यतिखेर भर्खर संसदीय अभ्यासमा हामी छिर्दै गर्दाखेरि तत्कालीन अवस्थामै सरकारको साझेदारी भएर हामी छिर्नु परेको थियो। त्यतिखेर पनि शिक्षा मन्त्रालय सम्हाल्दै गर्दाखेरि विगतमा कहिल्यै पुरा गर्न नसकेको शैक्षिक सत्र सुरु हुँदै गर्दाखेरि विद्यालयमा कहिल्यै पाठ्यपुस्तक पुर्याउन नसकेको तितो अवस्था सम्झिन्छु। र आज त्यो दिन फर्केर हेर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट त्यो प्रयास गर्दै गर्दा, तत्कालीन शिक्षा मन्त्रीले प्रयास गर्दै गर्दा आज विद्यालयमा समयमै पाठ्यपुस्तक सामग्री पुग्न सकेका छन्। र आज गर्दा के हुँदैन रहेछ, थोरै प्रयासले परिवर्तन सम्भव हुँदो रहेछ त। यो भाषणमा होइन सम्माननीय सभामुख महोदय, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सम्हाल्न थालिसकेपछि व्यवहारमा उतार्न सुरु गरेको छ। एसी परीक्षाको नतिजा इतिहासलाई फर्केर हेर्दै गर्दा 2.5 महिना 3 महिनाभन्दा अगाडि कहिल्यै प्राप्त भएको थिएन, तर 1 महिनामै यो नतिजा प्रकाशित गर्न सकिँदो रहेछ त। सानो प्रयासले पनि त परिवर्तन सम्भव हुँदो रहेछ। त्यसकारण हिजो मात्रै 1 महिनाभित्रै एसीको नतिजा प्रकाशित गर्नको लागि अहम भूमिका खेल्ने सरकार र शिक्षा मन्त्रीज्यूलाई म विशेष आभार प्रकट गर्दछु। 5,12,421 विद्यार्थीहरूले फारम भर्नु भएको थियो र त्यसमा धेरैजना उत्तीर्ण हुनुभएको छ र केही अनुत्तीर्ण पनि हुनुभएको छ। जीवनमा सधैँभरि सफलता मात्र प्राप्त हुन्छ भन्ने हुँदैन, तर असफलता पनि सफलताको लागि अर्को एउटा महत्त्वपूर्ण लेसन हो। यो एसी परीक्षामा सफलता प्राप्त गर्ने सम्पूर्ण नौजवान भाइ बहिनीहरूलाई उज्जवल भविष्यको लागि हार्दिक कामना व्यक्त गर्दछु, शुभकामना व्यक्त गर्दछु। र जो विद्यार्थी अनुत्तीर्ण हुनुभएको छ, यहाँहरू पनि हरेस नखाइकन आगामी दिनमा फेरि अर्को मौका परीक्षाको तयारीको लागि रहनको लागि पनि अनुरोध गर्दै म विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, राष्ट्रिय स्वतन्त्र पार्टी गत निर्वाचनमा होमिनुभन्दा अगाडि 5वटा बुदामा करारनामा गरेर जनता माझ पुगेको थियो र 100वटा बुदामा वाचापत्र बनाएर जनता माझ पुगेको थियो। जनता माझ पुग्दै गर्दा अघिल्लो 32 महिनाको संसदीय अभ्यासमा राष्ट्रिय स्वतन्त्र पार्टीले खेलेका भूमिका, संसदलाई चलायमान बनाउँदै गर्दाखेरि आम जनताप्रति पलाएको विश्वास, भरोसा र सभापति रवि लामिछानेज्यूको दृढ सङ्कल्प, वरिष्ठ नेता अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यू र उहाँहरूको कार्यशैली, यी सबै आधारभूत कारणहरूले गर्दाखेरि जनतामा विश्वास पलाउन सफल भयो र राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 झन्नै प्राप्त गर्दै यतिखेर यो देशको राजनीतिक बागडोर मात्र होइन, राज्यको सम्पूर्ण बागडोर सम्हालेर अगाडि बढ्दैछ। हामीले हाम्रा वाचापत्रका मात्र कुरा गरेनौँ सम्माननीय सभामुख महोदय, हामीले त प्रतिपक्षका वाचापत्रका पनि कुरा गऱ्यौँ। एकचोटि प्रतिपक्षमा रहनुहुने क्रान्तिकारी मान्यज्यूहरूलाई म फर्केर हेर्न र एकचोटि आफ्ना अग्रज नेतृत्वहरूलाई सोधिनको लागि सम्मानित सदन मार्फत आग्रह गर्न चाहन्छु। निर्वाचनको बेलामा त तयार गरिने ती वाचापत्रहरू निर्वाचन सम्पन्न हुने बित्तिकै कहाँ फाँकिन्थ्यो होलान् र जनतालाई गरेका ती वाचाहरू विगतको 37 वर्षमा कति पुरा गरियो र त्यहाँ आफैले लेखेका वाचापत्रहरू हेरेर कतिचोटि जनता माझ पुग्यो होला। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रण गरेको छ यो वाचापत्र, आफूले तय गरेका 100वटा बुदामा वाचापत्र र यहाँहरूले पनि तयार गरेका ती वाचापत्रहरू, जनता माझ बाँडेका ती आश्वासनहरू अब यो सरकारले ओन गर्छ भनेर 100वटा कार्यदेश तयार पारेर सरकारले पनि आफ्नो काम कारबाही अगाडि बढाएको कुरा यहाँलाई अवगत गराउन चाहन्छु। हिजो मात्र यस सम्मानित सदनमा सम्माननीय राष्ट्रपतिज्यूले निजता कार्यक्रम प्रस्तुत गर्नुभयो।
म योभन्दा अगाडि पूर्व प्रधानमन्त्रीज्यूले यस रोस्टरमा उभिएर हामीलाई थुप्रै ज्ञानका कुराहरू बाँड्दै गर्दा, आफ्ना अनुभूतिका कुरा बाँड्दै गर्दा यहाँहरूप्रति हामी कृतज्ञ छौँ। यहाँहरूले गरेको त्याग, बलिदान, समर्पण, आन्दोलन र बलिदानी सम्पूर्ण अग्रज नेतृत्वले गरेको बलिदानीप्रति हामी सधैँ कृतज्ञ छौँ। व्यवस्था परिवर्तनप्रति बगाएको रगत र यहाँले गरेको त्याग हामी सधैँ सम्झिरहनेछौँ। तर यो पुस्ताले अब सिर्फ बलिदानी त्यागबाट प्राप्त भएको व्यवस्था परिवर्तनमा मात्र अल्झिरहन नसक्ने र संसारको त्यो समृद्धि प्राप्तिको सबै चरम सीमाहरू संसारले पार गर्दै गर्दाखेरि यो राष्ट्रले, तिनै राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरेको ब्याज मात्र खाइरहने र जनतालाई त्यही पुरानै अवस्थामा राखिरहने अवस्थाबाट अब यो पुस्ता उन्मुक्ति चाहन्छ। पूर्व प्रधानमन्त्रीज्यूले थुप्रै कुरामा टिप्पणी गर्नुभएको छ नीति तथा कार्यक्रममा। यस विषयमा भोलि सैद्धान्तिक रूपमा छलफल हुने नै छ र अर्थमन्त्रीज्यूले विस्तृत रूपमा यसको जवाफ पनि दिनुहुने नै छ। तर म केही बुदाहरू यहाँ स्मरण गराउन चाहन्छु। 100 वटा बुदामा सार्वजनिक भएको नीति तथा कार्यक्रममा गुणस्तरीय विकास, सडक सञ्जाल, औद्योगिक प्रवर्धन, कृषि उद्योग, उद्यमशीलता, श्रम र रोजगारी सृजना, डायस्पोरालाई मातृभूमिसँग जोड्ने कार्यक्रम, आइटीलाई इन्डस्ट्रियलाइज गर्ने र डिजिटलाइजेसन गर्ने सपना, शिक्षाको गुणस्तर सुधार गर्ने सपना सँगसँगै बाँड्दै गर्दाखेरि प्रतिपक्षी दलका नेताले केही टिप्पणी गर्नुभएको थियो। यसमा पूर्व प्रधानमन्त्रीजीले पनि केही टिप्पणी गर्नुभएको थियो। म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने यही त फरक छ पुस्तान्तरण पछि सोचमा भएको परिवर्तन। जसरी यहाँले सोच्नुहुन्थ्यो त्यसरी यो पुस्ताले अब सोच्न सक्दैन। यहाँहरूले आफ्नो दलका कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाउने प्रयास गर्नुभयो, विद्यालयलाई, शिक्षा क्षेत्रलाई। तर अब यो जेनेरेसनले राष्ट्र निर्माण गर्ने सक्षम नागरिक उत्पादन गर्न चाहन्छ र यो सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत दलीयकरण हुने सबै क्षेत्रबाट दलीयकरण हटाएर सक्षम नागरिक र नागरिकलाई सेवा दिन सक्ने त्यो ब्युरोक्रेसी बनाउन चाहन्छ। त्यसकारण अब त्यो दलका कार्यकर्ता बनाउने सपना देखेर सबै ठाउँमा दलीयकरण गर्ने त्यो सपनालाई बिर्सिदिनको लागि म अनुरोध गर्न चाहन्छु र यो पुस्ताले देखेको सपनालाई आत्मसात गर्नको लागि म अनुरोध गर्न चाहन्छु। सार्वजनिक, निजी र साझेदारी मार्फत औद्योगिकरण गर्ने सपना देखेको छ। ट्रेडिसनल डिप्लोमेसीलाई अब छोडेर इकोनोमिक डिप्लोमेसीमा डिपाचर गर्दैछ यो सरकारले। सुशासन प्रवाह गर्ने र सेवा प्रवाह गर्न सबै निकायलाई दलीयकरणबाट उन्मुक्ति दिने कुराको त बाचा नै गरिसकेको छ र सुरुवात पनि गरिसकेको छ। 5 बुँदे करारनामामा हामीले 1 नम्बरमा भनेका थियौँ सुशासन, र सुशासनको जगमा उभिँदै गर्दाखेरि यहाँहरूले स्थापना गरेको यो व्यवस्थामै रहेर यो व्यवस्थाको उन्नत अभ्यास गरेर सुशासन कायम गर्छौँ भनेर बाचा गरेका थियौँ। यसको अभ्यास सरकारले सुरु गरेको कुरा यहाँले अनुभूति गरिराख्नु भएको छ। सार्वजनिक खरिद ऐनलाई सुधार गर्ने, राष्ट्रिय परिचय पत्र एनआइडी मार्फत एकीकृत रियल टाइम डेटा भेरिफिकेसन सेवा सुचारू गर्ने र सुशासन प्रवाह गर्ने कुराको त बाचा गरेकै छ। कैयौँ कुराहरू छुटेका भनेर यहाँहरूले खबरदारी गर्दै गर्दाखेरि त्यस्ता केही कुराहरू छुटेका रहेछन् र राष्ट्र निर्माण प्रक्रियामा र जनताको पक्षमा समेटिनु पर्ने रहेछन् भने यो सरकार त्यस्ता कुराहरू समेट्नको लागि पनि पछि पर्दैन। यहाँहरूको रचनात्मक सुझावको लागि सधैँ अपेक्षा गर्छ। त्यसकारण त यहाँहरू अनुभवले खारिएको हुनुहुन्छ। हामी स्वच्छ नैतिक धरातल र दृढ इच्छा शक्ति लिएर आएका छौँ। यो पुस्ताको ज्ञान र यहाँहरूको अनुभव सँगसँगै मिलाएर देश निर्माण गर्ने पाटोमा अगाडि बढ्न अब किन हिचकिचाउने। सम्माननीय सभामुख महोदय, सबैभन्दा महत्त्वपूर्ण विषय त संविधानले प्रदत्त गरेको मौलिक हकको धारा 40ले सुनिश्चित गरेको भूमिहीन र दलितको लागि जमिनको हक, भूमिहीन दलित मात्र होइन, सोबासी, सुकुम्बासी, अव्यवस्थित बसोबासी र सम्पूर्ण भूमिहीन नेपाली नागरिकलाई एकचोटि भूमिमाथिको अधिकार सिर्जना गर्न सक्ने त्यो संविधान यहाँले नै तयार पारेको, त्यसको मर्मलाई बुझेर यसको दफा 18मा उल्लेखित गरेको छ, सुनिश्चित गरेको छ। र संविधानको धारा 40को उपधारा 6मा आवासका लागि सुनिश्चितताको विषय जसरी त्यहाँ तय गरिएको छ, मौलिक हकमा तय गरिएको छ, त्यसलाई पनि आत्मसात गर्दै यही नीति तथा कार्यक्रमको बुदा नम्बर 69मा एकचोटि हेरिदिन म अनुरोध गर्न चाहन्छु। यो सरकारले भूमिहीन, सुकुम्बासी र नदी किनारमा अव्यवस्थित बसोबास, जोखिमयुक्त बसोबास गरिराख्नुभएकाहरूलाई व्यवस्थित गर्दै गर्दाखेरि यहाँले जुन रोदन देखाउनु भएको छ, जुन विरोधको लागि विरोध प्रकट गर्नुभएको छ, म एकचोटि विगतलाई फर्केर हेर्नको लागि अनुरोध गर्न चाहन्छु। यस सम्मानित सदन मार्फत यहाँलाई अनुरोध गर्न चाहन्छु।
37 वर्षको राजनीतिक अभ्यासमा यहाँले कति नेपाली जनतालाई भूमिहीन बनाउनु भयो, कति नेपाली जनतालाई सुकुम्बासी बनाउनु भयो र कति नेपाली जनतालाई सार्वजनिक जमिन हडप्न बाध्य बनाउनु भयो। आज पहाडका ती ठुल्ठुला फाँटहरू, ती सबै पहाडहरू आज रित्दै गर्दा र त्यहाँ जङ्गलीकरण हुँदै गर्दाखेरि ती नागरिकलाई बाध्य पारेर सहरका खोला किनारमा ल्याउने काम कसले गरेको हो? विगतको 37 वर्षमा कतिवटा भूमि आयोग बने होलान्? कति नेपाली नागरिक भूमिहीनबाट उन्मुक्ति पाए त? यो प्रश्न आज ती नेपाली जनताले सोधिरहेका छन्। सम्माननीय सभामुख महोदय, प्रतिपक्षी दलका नेता, पूर्व प्रधानमन्त्रीज्यू र ठुला दलका विशिष्ट नेताहरू जो आज यस सम्मानित सदनमा उहाँलाई सँगसँगै लिएर अगाडि बढ्न सकेनौँ, जनताले त्यो विगतलाई निकै नजिकबाट निहाल्नु भएको हुँदै गर्दाखेरि म उहाँहरू सबैलाई प्रश्न सोध्न चाहन्छु। राजनीतिक यति हदसम्म दूषित राजनीति गर्नु हुँदैन भन्ने कुरा जनताले बारम्बार खबरदारी गरिरहेका थिए। 2079 सालमा यस संसदमा हामीले पाइला टेक्दै गर्दा यहाँहरूलाई हामीले सच्चिनु भएन भने जनताले सकाउनको लागि अब बेर लगाउँदैनौँ, त्यसको लागि यो पुस्ता अगाडि बढिसकेको छ भनेर हामीलाई त्यतिखेरै खबरदारी गरेका थियौँ। तर यहाँहरूले त जनतालाई अझ पनि आँखामा छारो हाल्ने काम गरि नै रहनुभयो। आफूले दलीयकरण गरेका आफ्नै नेता र भरौटेहरू मार्फत ती सोझा सिधा जनतालाई सुकुम्बासी बन्न बाध्य बनाइरहनु भयो। जब राज्यले प्रयास गर्थ्यो, जब महानगरपालिकाले प्रयास गरेको थियो, कम्तीमा त्यो दलदलबाट, त्यो खोला किनारको त्यो दलदलबाट जीवनको निकै वसन्त त्यहाँ त्यो दुःख कष्टसहित पार गर्दै गर्दा त्यहाँबाट निकालेर कम्तीमा उहाँहरूको भूमिमाथिको अधिकार सुनिश्चित गर्दा प्रयास गर्दै गर्दाखेरि यहाँले देखाएको हरकत संसारले देखेको छ, नेपाली जनताले देखेको छ। त्यसकारण आज लाज पनि लजाएको छ। यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी प्रतिपक्षमा रहेर आवाज उठाउँदै गर्दाखेरि जनताले नजिकबाट निहालेका छन्। अलिकति मात्र प्रयास गरिदिनु भएको थियो भनेदेखि विगतको 37 वर्षमा जति नेपाली नागरिकलाई यहाँहरूले भूमिहीन र सुकुम्बासी बनाउनु भयो, ती कुराहरूलाई धेरै अगाडि समाधान गर्न सकिन्थ्यो। यो सरकार निर्माण भएको 100 दिन पनि पुगेको छैन र सरकारले ती साँच्चै वास्तविक भूमिहीनमाथि आशा जगाएको छ, विश्वास जगाएको छ। पूर्व प्रधानमन्त्रीज्यू, यहाँले हामीलाई आफ्नो अनुभव साट्दै गर्दाखेरि, आफ्ना अनुभव बताउँदै गर्दाखेरि हामीलाई जुन मार्गदर्शन गर्नुभएको छ यसप्रति कृतज्ञ छौँ। यहाँले भने जस्तै हामी संसदीय अभ्यासमा साँच्चै नयाँ छौँ। कहीँ त्रुटि पनि भयो होला, कहीँ हामीले काम गर्दै गर्दाखेरि केही कुराहरू बिरामी पनि होला। म यहाँलाई स्मरण गराउन चाहन्छु, हामी त्यो स्वच्छ नैतिक धरातल सहित नेपाली जनताको त्यो सपना पुरा गर्ने प्रयासमा लागि परेका छौँ। कुनै कारणवश कतै त्रुटि भएका कारण सदन स्थगन गर्नु पर्यो होला, तर त्यहाँ राखेको नियत जनतालाई फेरि पनि न्याय गर्ने नै थियो। 8 वटा अध्यादेश ल्याउँदै गर्दा यति धेरै रोइलो किन? नेपालको राजनीतिक इतिहासमा पहिलोचोटि राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यादेश ल्याएको हो। त्यसमाथि पनि संविधानले प्रदत्त गरेको सरकारको अचूक हतियार हो। पूर्व प्रधानमन्त्रीज्यू, हामीलाई राम्रोसँग थाहा छ अध्यादेश 2 धारे तरबार हो, तर त्यही अध्यादेश सरकारको अचूक हतियार पनि हो। विगतको 37 वर्षमा तिलो बनाएको नेपालको सबै संरचना, सेवा प्रवाह गर्ने सबै संरचनामा गरिएका दलीयकरणको अन्त्य गर्नु थियो। आफ्ना कार्यकर्ता, भरौटे र आफूसँग मिलेकाहरूले नेपाली जनतालाई शोषण दमन गरेर त्यो सहकारी मार्फत सबै लुटेका थिए। हुन त त्यो विषयमा म आज धेरै चर्चा गर्न चाहन्न, तर ती नेपाली जनतालाई न्याय दिनुको सट्टामा तपाईँहरूले केसम्म गर्न भ्याउनु भयो भनेर म यस सम्मानित सदनबाट स्मरण गराउन चाहन्न। आज उहाँहरूलाई न्याय दिनु छ। यहाँहरूले नै बारम्बार भन्नुहुन्थ्यो र आँसु पनि बगाएको मैले देखेको थिएँ। वन ऐनका कारण, खरिद ऐनका कारण हामीले विकासलाई अगाडि बढाउन सकेन भनेर बारम्बार भन्नुहुन्थ्यो, तर त्यसलाई संशोधन गर्ने, त्यसलाई सुधार गर्ने प्रयास किन गर्नु भएन विगतको 37 वर्षमा? यो सरकारले अध्यादेश मार्फत भए पनि त्यो प्रयास गरेको छ। अध्यादेश ल्याउनुमा आफैमा गलत हो कि होइन भनेर यहाँले चर्चा गर्दै गर्दाखेरि त्योभन्दा अलिकति अगाडि म जान चाहन्छु। लोकतन्त्रको लागि लडेकाहरूले, व्यवस्था परिवर्तनको लागि आफ्नो जीवन उत्सर्ग गरेकाहरूले संविधानको कुन धारा टेकेर राष्ट्रपतिलाई अध्यादेश रोक्नको लागि यहाँहरूले ज्ञापन पत्र बुझाउनु भयो? कुन धरातलमा उभिएर यहाँहरू लोकतन्त्रको वकालत गर्दै हुनुहुन्छ? र आज प्रतिपक्षीको हैसियतमा यहाँले प्रश्न राख्दै गर्दाखेरि जनताले नजिकबाट निहालेका छैनन् होला। र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गठन भएको यो सरकारले अध्यादेश ल्याउँदै गर्दाखेरि जनहितमा, जनपक्षमा, राष्ट्रहितमा अध्यादेश ल्याएको छ। वन ऐन सुधारनको लागि ल्याएको छ, सार्वजनिक खरिद ऐन सुधार्नको लागि ल्याएको छ, सहकारी पीडितलाई न्याय दिनको लागि ल्याएको छ, र
ती सुकुम्बासी, भूमिहीन, सोबासी र राज्यले आफैले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाएकाहरूलाई पनि भूमिमाथिको अधिकार सुनिश्चित गर्नको लागि भूमि ऐन संशोधन गर्नको लागि अध्यादेश ल्याएको छ। यहाँ अपराध कहाँ भयो? यहाँहरू कम्तीमा अध्यादेशको कन्टेन्टमा गइदिनुहोस् न। राष्ट्रिय स्वतन्त्र पार्टीले र यो सरकारले त अध्यादेश ल्याउँदै गर्दाखेरि प्रतिपक्षको दल फुटाउनको लागि त अध्यादेश ल्याएको छैन नि। यहाँहरूलाई चित्त नबुझ्दै गर्दाखेरि प्रतिस्थापन विधेयकमा यहाँहरूले आफ्ना मत राख्न सक्नुहुन्छ। त्यसकारण म यो विषयमा अरू धेरै टिप्पणी गरिरहन, किनकि राजनीतिक इतिहासमा, राजनीतिक अभ्यासमा यहाँहरूले जति भोटो हामीले फटाएकै छैनौँ। अनुभवमा पक्कै पनि हामी कच्चा छौँ। तर फेरि पनि म यहाँहरूलाई स्मरण गराउन चाहन्छु, यो पुस्ताको नियतमाथि शङ्का नगरिदिनुहोस्। कसैले यो राष्ट्र बनाउन सक्छ भने यो पुस्ताले मात्र बनाउन सक्छ र नेपाली जनताले देखेको सपना पनि त्यही हो। सम्माननीय सभामुख महोदय, पछिल्लो दिनमा सम्मानित न्यायालयलाई दूषित बनाउनको लागि दलीयकरणबाट, दलको कोटाबाट नियुक्ति भएका न्यायमूर्तिहरूले देखाएको चरित्र देख्दै गर्दाखेरि लाज पनि आफै लजाएको छ। न्यायालयमाथि राष्ट्रले विश्वास कायम गराइराख्नु, नेपाली जनताको विश्वास कायम गराइराख्नु, राज्यका 3टा महत्त्वपूर्ण निकाय न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका अन्तर्गत न्यायपालिका जहिले पनि जनतालाई प्रोटेक्ट गर्ने त्यो छहारी हुन्छ र जहिले पनि न्याय सबैको लागि बराबर पहुँच हुन्छ भन्ने कुरालाई लगभग नेपाली जनताले भुल्नुपर्ने अवस्थामा पुर्याउनु कहाँसम्मको लाजमर्दो अवस्था हो। आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर अनि त्यसपछि स्वच्छ न्यायको परिकल्पना नेपाली जनताले गरिदिनु। संविधान सभा सदस्य, तत्कालीन संविधान सभा सदस्य आज एक्टिङ सिजे हुनुहुन्छ। म कानुनको विद्यार्थी होइन, तर मलाई के विश्वास छ भने, न्यायालयमाथि के विश्वास छ भने न्यायालयका न्यायमूर्तिहरूको आफ्नै कोड अफ कन्डक्ट हुन्छ। यो नेपालको मात्र अभ्यास होइन, संसारभरिको अभ्यास हो। सम्माननीय सभामुख महोदय, संसारभरिका अभ्यासलाई हेर्दै गर्दा न्यायमूर्ति, प्रधान न्यायाधीशका आफ्नै कोड अफ कन्डक्ट हुन्छन् र कन्फ्लिक्ट अफ इन्ट्रेस्टसँग जोडिएका, र जहाँ ती विषयहरूसँग जोडिन्छन् त्यस्ता भेलाहरूमा, त्यस्ता आयोजनाहरूमा प्रधान न्यायाधीशहरू जानु हुँदैन, जाँदैनन् भन्ने कुरा संसारभरिको अभ्यास हो। तर यतिखेर तपाईँहरूकै दलको कोटाबाट नियुक्त भएर एक्टिङ चिफ जस्टिसको भूमिका निर्वाह गरिराख्नुभएकी प्रधान न्यायाधीशको भूमिका निर्वाह, दावेदारले भूमिका निर्वाह गरेको म हेर्दै गर्दाखेरि म आफै लज्जित भएको छु। स्मरण रहोस्, पछाडि खुकुरी रमको ब्यानरमा रहेर देशको चिफ जस्टिसले व्यापारिक घरानाहरूको आयोजनामा पनि पुगेको छ, विवाह भोजमा पनि पुगेको छ र सडकबाट 2/3 सरकारलाई लल्कारेको छ। कस्तो न्याय सम्पादनको परिकल्पना गर्नुभएको म यस सम्मानित सदनमा प्रतिपक्षका वरिष्ठ नेताजीहरूलाई, शीर्षस्थ नेताजीहरूलाई सोध्न चाहन्छु। हुन त राष्ट्रिय स्वतन्त्र पार्टीले अघिल्लो 32 महिनाको संसदीय अभ्यासमा जुन संसदीय भूमिका देखाएको थियो त्यसको अभ्यास गर्दै आफ्ना माननीयजीहरूलाई क्रान्तिकारी बनाउन त यहाँहरूलाई पनि स्वागत छ। तर कम्तीमा त्यो धरातल बिर्सिनु भएन। यो सबै कुरा थिङथिलोपूर्ण अवस्थामा पुर्याएको र सबै क्षेत्रमा दलीयकरण गरेको र सेवा प्रवाह गर्ने र न्याय प्रवाह गर्ने यी सबै ठाउँमा दलीयकरण गरेको कारण यो देशमा न्याय कसैले पनि, न्याय आम जनताले पाउन सकेनन्। न्याय त सिर्फ शक्तिशाली वर्गको लागि मात्र भयो, न्याय त सिर्फ धनीहरूको लागि मात्र भयो, न्याय त सिर्फ राजनीतिक शक्ति केन्द्रको लागि मात्र भयो। यो सरकारले प्रत्येक नेपाली नागरिकलाई समान रूपमा न्याय दिनको लागि प्रयास गरिरहेको छ। सभामुख महोदय, यतिखेर सरकारले दक्षिणको सिमानामा केही हदसम्म व्यवस्थित गर्ने प्रयास गरेको छ। विगतको अभ्यासमा यही सम्मानित सदनबाट बनेका कानुनहरू कार्यान्वयन गर्ने प्रयास गरेको छ। पूर्व प्रधानमन्त्रीज्यूले भन्नुभयो हामीलाई त्यस्तो के घाटा लागेको छ र। यतिखेरको जिडिपी झन्डै 60 खर्बको जिडिपी, यो डलरको एक्सचेन्ज रेट बढेर पुगेको 60 खर्ब हो, 45 बिलियन डलरको जिडिपी हो हाम्रो। यो औपचारिक जिडिपी हो र अनौपचारिक जिडिपी 20 बिलियन डलरको हो। यो भनेको झन्डै 25-28 खर्बको अनौपचारिक जिडिपी। यो केले चलिरहेको छ होला, पूर्व प्रधानमन्त्रीज्यूलाई म एकचोटि सोच्न अनुरोध गर्न चाहन्छु।
प्रतिपक्षी दलका नेताजीहरूलाई पनि सोच्न अनुरोध गर्न चाहन्छु। अघिल्लोचोटि संसदीय अभ्यासमा रहँदै गर्दा अवलोकनको लागि र अनुगमनको लागि हामीले सीमा क्षेत्रहरूमा गएका थियौँ। म सम्बन्धित समितिबाट त्यहाँ गएको थिएँ। हामी सीमा क्षेत्रमा हुने व्यापार, अनियमितता, कालोबजारीको अनुगमन गर्न गएका थियौँ। म साँच्चै तितो अनुभूति साझा गर्न चाहन्छु। त्यो सीमा क्षेत्रमा रहेका कस्टम अफिसरहरू, सुरक्षा संयन्त्र, एफएनसीआई, सिएनआई, निजी क्षेत्रसँग संयुक्त बैठक गरिसकेपछि वास्तविक समस्या के हो भनेर पहिचान गरेर हामी केही विश्रामको लागि समय पाउँदैथ्यौँ। यहाँहरूका राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने माननीयज्यूहरू सरकारी नम्बर प्लेटको गाडी लिएर पारी सपिङ गर्न जाउँ न भन्दै हुनुहुन्थ्यो। कस्तो संस्कार सिकाएको हो यो! त्यतिखेरको अनुगमन म आज पनि सम्झिन्छु। पूर्व मेचीदेखि पश्चिम महाकाली हाइवेभन्दा तल्लो भेगमा कहीँ पनि ओरिजिनल बिल चल्दैन भनेर त्यहाँका व्यवसायीले गुनासो गर्दै गर्दा यसको समाधान कसले दिने हो? अनि आज 100 रुपियाँमा केरा ल्याउँदै गर्दाखेरि उसको केरा पनि खुसियो भनेर रोइलो गर्दै गर्दाखेरि पूर्व प्रधानमन्त्रीज्यूले र प्रतिपक्ष दलका नेताले यो सम्मानित रोस्टमबाट बोल्दै गर्दाखेरि वास्तविक अवस्था उजागर गर्नु पर्दैन, सम्झिनु पर्दैन होला? त्यहाँ सरकारले स्पष्टसँग भनेको छ, सिमानामा बस्ने जनता चाहे पारीका हुन् चाहे वारीका हुन्, हामीसँग सांस्कृतिक सम्बन्ध छ, चाहे हामीसँग व्यावहारिक सम्बन्ध छ, हामीसँग मरिमरोमा पनि विशेष किसिमको सम्बन्ध छ, विवाहमा पनि विशेष किसिमको सम्बन्ध छ। हाम्रो देशमा सामग्रीको मूल्य सबै आयात हुन्छ, आयात हुँदै गर्दा सामग्रीको मूल्य उच्च हुन्छ किनकि भन्सार तिर्नुपर्छ। तर सीमा क्षेत्रका जनतालाई मरिमराउ हुँदै गर्दाखेरि पारीबाट सामान किन्नको लागि त्यहाँको वडा कार्यालयले सिफारिस गरेर उहाँहरूलाई सहुलियत दिने गरेको छ। सुरक्षा संयन्त्र, त्यहाँ खटेका सुरक्षा संयन्त्र र त्यहाँका सिडिओ अफिसरहरू जसले के प्रश्नसँग बुझ्नु भएको छ भने कालोबजारी कसले गर्छ, दलाली कसले गर्छ र को सिधा जनता हुन्, को यहाँका स्थानीय जनता हुन्, कसले दैनिकी चलाउनको लागि यो वारीपारीका सामग्री खरिद गरेका छन् भनेर उहाँलाई चिन्न सक्नुहुन्न। मैले अघिदेखि दलीयकरणको प्रश्न उठाइरहेको यही हो। भलै शासन सत्ता यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले चलाउने प्रयास गरिरहेको छ, तर कर्मचारी संयन्त्र, सुरक्षा संयन्त्र र सबै संयन्त्रहरूमा दलीयकरण कसले गरेको हो र त्यो दलीयकरण गरेका कारण त्यहाँ पनि सुशासन दिन सकेको छैन। स्पष्टसँग सरकारले भनेको छ, सोझा सिधा जनताले आफ्नो व्यवहार चलाउनको लागि गरिने दैनिकी खरिदारी र मरिमराउमा गरिने त्यो व्यवहार व्यवस्थापन गर्नको लागि गरिने खरिदारीमा सरकारले रोक लगाउने प्रयास गरेको छैन। सरकारले त कालोबजारी नियन्त्रण गर्नुहोस् भनेको छ। आज एकचोटि त्यहाँका व्यवसायीहरूको आवाज सुनिदिनुहोस् त। इतिहासमा कहिल्यै भएको थिएन यो यहाँको व्यवसाय यसरी फसाउन सुरु गरेको। सरकारले यति प्रयास गरिँदै गर्दाखेरि पूर्व मेचीदेखि पश्चिम महाकालीको हाइवेभन्दा तल्लो भेगमा आज व्यवसायले उन्नति प्रगति गर्न सुरु गरेको छ भने त्यहाँका व्यवसायीहरू भनिरहेका छन्, हो जनताले दुःख पाउनु हुँदैन, जनताले न्याय पाउनुपर्छ, जनताले सहज जीवनयापन गर्न पाउनुपर्छ। म धेरै टिका टिप्पणी गर्न चाहन्न। यो नीति तथा कार्यक्रममा थुप्रै कुराहरू छुटेका छन् भनेर यहाँहरूले आलोचना गर्दै गर्दा कर्मकाण्डी प्रक्रियाले आलोचना नगरिदिन म प्रतिपक्षका माननीय सांसदज्यूहरूलाई यस सम्मानित सदन मार्फत विशेष अनुरोध गर्न चाहन्छु। मैले अघि नै भने सरकारले यहाँहरूले तयार पारेका बाछापत्र पनि समेटेर आफ्ना कार्यक्रमहरू तय गरेको छ। कहीँ छुटेका छन् भने सम्झाइदिनुहोस् र जनपक्षीय कार्यक्रम तय गर्नको लागि यहाँहरूले रचनात्मक रूपमा खबरदारी गरिदिनुहोस्। तर सिर्फ विरोधको लागि विरोध गर्नु र विरोधको लागि खबरदार गर्नु यी निकै फरक पाटोहरू हुन्। राष्ट्रिय आविष्कार केन्द्र, अनुसन्धान केन्द्र, इनोभेसन सेन्टरहरूमा नीति तथा कार्यक्रमले नछुएको भनेर केही मान्यज्यूहरूले गुनासो गरेको सुन्यो। सरकारसँग निकै नजिक रहेर हामी संवाद गरिरहेका छौँ र त्यस्ता विषयहरूमा सम्बोधन गर्नको लागि सम्बन्धित मन्त्रालयले प्राधिकरणै बनाएर सम्बोधन गर्ने गरी वाचा गरिसकेको छ। त्यसकारण यहाँहरूलाई त्यो विषयमा पनि धेरै दुःख व्यक्त नगरिदिन अनुरोध गर्न चाहन्छु। शब्दमा छुटेछन् भने पनि सम्बन्धित मन्त्रालयले आफ्ना कार्यक्रम तय गरेका छन्। पूर्व प्रधानमन्त्रीज्यूलाई एउटा कुरा स्मरण गराउन चाहन्छु। तत्कालीन अवस्थामा यहाँहरू बजेट निर्माण गर्दै हुनुहुन्थ्यो अनि म एउटा सचेत सांसदको जनप्रतिनिधिको हैसियतले यहाँहरूलाई एउटा कार्यक्रमको लागि अनुरोध गर्न गएको थिएँ। हामीसँग आजसम्म पनि एकीकृत राष्ट्रिय ठेगाना प्रणाली छैन। कहिले सोच्नु भएको छ पूर्व प्रधानमन्त्रीज्यूको वासस्थानको ठेगाना के हो थाहा छ? आज हामीले त्यस्ता विषय पनि सम्बोधन गर्न सकेका छैनौँ। त्यसकारण धेरै विषयमा म आज टिप्पणी नगरिकन नीति तथा कार्यक्रमका विषयमा अर्थमन्त्रीज्यूले
स्पष्ट रूपमा जानकारी दिनु नै हुनेछ र अन्य विषयमा आगामी दिनमा छलफल गर्दै यहाँहरूका रचनात्मक सुझावप्रति सधैँ सकारात्मक रहने र यो राष्ट्र निर्माण गर्ने प्रक्रियामा सहयात्रा गर्ने बाचा गर्दै अन्तमा यो देश तपाईँ हामी सबैको साझा हो। जय देश।